नमस्ते, म जेनी बान्तवा। मेरो भ्लग नयाँ हो। आज यमरी फुल्ने अनि हाम्रो उधौली फुल्ने भएको हुनाले आज के स्पेसल बनाऊँ भनेर हजुरहरूको माझमा आएको छु। हेरिदिनु होला। हो, यसको मैला अलिअलि निक्लिन्छ नि, त्यही भएर पगाल्दै गरेको। यसलाई छानेर अनि मरमसला लाएर बनाउनु पर्ने हुन्छ। हेर्दै गर्नु होला। हस्, यसमा चाहिँ नरिवलको बुरादा हालेको छु। यो चाहिँ अनि यसमा फेरि यो हामीले पिसेको तिल, सेतो तिल पनि हालेको। यसरी गर्नलाई चाहिँ टेस्ट बढी आउँछ, त्यही भएर यसरी पकाउनु पर्ने हुन्छ है गाइजहरू। हेर्नुहोस् है, नजानेको कुरा भुलचुक माफ गरिदिनु होला। स्वाद पनि हुन्छ, शरीरलाई पनि राम्रो। चामलको आँटा हो, अलिक फोहोर हुन्छ भनेर यसो चालेको। ताइचु चामलको आँटा है यो। यस्तो प्याकेटमा आउँछ ताइचु चामल। यसरी चाल्नुपर्ने हुन्छ। यो अलिअलि यस्तो फोहोरहरू आउँछ भनेर। अब चाहिँ यसरी तातो पानी हालेर अलिअलि हाल्दै घोल्दै गर्नुपर्ने हुन्छ, किनभने यो तातो पानीले नै मुस्ने हो। अहिले मुसिसकेपछि फेरि देखाउँछु। खानु सक्ने तातो हुन्छ। यसरी मुस्नु पर्ने हुन्छ मजाले, गहुँको आँटा मुसे जस्तै गरेर। हेर्नुहोस् है, खानु मात्रै मिठो, बनाउनु त गाह्रो छ नि। यसरी गोलो बनाउने यस्तो खालको। यो चाहिँ खुवाएको है, खुवा यसरी डाल्ने। चित्तरी बनाउने पाकिसक्यो यमरी। हेर्नुहोस्, यो चाहिँ चाकुको, यहाँ चाहिँ खुवाएको बन्यो।